यो समकालीन नेपालका सबभन्दा पपुलर व्यक्तित्व रवि लामिछाने र बालेन्द्र शाहज्यूका कुरा सुन्न आतुर हुनुहुन्छ। त्यसैले मेरो सबै समय उहाँलाई दिने गरी मैले के मात्र भन्न खोजेँ भने यो जुन नेपाली इतिहासको नयाँ एउटा क्रान्तिको कडीको रूपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ। हिँड्नेहरू ज्वार भाटाको विरुद्ध टाइडको विरुद्धमा लाग्छन् भने अहिले म यो राष्ट्रपालाई त्यही अभियानकै सबभन्दा महत्त्वपूर्ण उपलब्धिको रूपमा ग्रहण गरेको छु। त्यसो भन्दा कतिपय साथीहरू हाम्रो समाज असाध्यै न्यून चेतना स्तरको छ। स्वार्थ के पाउन लाग्यो, के ललिपप देखाइदियो। म सारा जीवन मर्न हिँडेको मान्छे के ललिपप खाने भन्नुहोस् त। सबै थोक प्राप्त गरेको मान्छे, तपाईँहरूको सद्भावले प्रधानमन्त्री भइसकेको मान्छे, अनि मैले के ललिपप खाने यो उमेरमा। म त जुन योगदान गर्यो त्यसैको पछिल्लो कडी वैकल्पिक र नयाँ राजनीति हो र त्यसको अगुवा शक्तिको रूपमा रासपा जुन आएको छ, यो सो निम्ति म उहाँहरूलाई बधाई दिन चाहन्छु। र मेरा खालि 2-3टा मात्रै तपाईँहरूले के सुझाव हो। इतिहासमा पहिलो पुस्ता टङ्क प्रसाद बिपी पुष्पलालहरूले जुन सुरुवात गर्नुभयो र हाम्रो पुस्ता दोस्रो पुस्ताले गणतन्त्र र संविधान सभासम्म पुर्यायो र अब तपाईँहरूको यो नयाँ पुस्ताले, हाम्रो रविजी र बालनजीहरूको पुस्ताले नेपालको यो जुन हाम्रो सुन्दर स्वाधीन देश छ यसलाई सुशासन र समृद्धिको एउटा चुचौरोमा पुर्याओस्, विश्वको नमुना बनाओस्। त्यस अर्थमा म तपाईँहरूलाई विशेष शुभकामना दिन चाहन्छु।